त्यत्रो हजुर कति वर्ष हुनुभयो? हामी त बच्चै थियौँ नि त। कति वर्ष हुनुभयो हजुर? म त मम्मीलाई थाहा 77 होला, 77 कि 78। ए 4 साले हो आमा। म 4 साल। 4 साल हो, 92 हाम्रो आमा। ए 92 अरे 92 92 मलाई पनि म 1000 वर्ष हुँदा चिन्नु भयो त चिन्नु हजुर? भएन होला कस्तो सम्झेर आउनु भएको छ यहाँ। अँ लिएर जाने काम होला। सम्झना लिएर जाने काम। ए चिन्नु भयो तपाईँले आमालाई यता आमालाई चिनिनँ मैले। मनमाया गुरुङ। मनमाया? मनमाया? चिन्नु भयो अलिअलि मोरी। गुरुङ दिदी बोल्न नसक्यो। मैले सानो थिएँ। हो त हामीले त हालै थियौँ। हामी सँगै हो मची नै हो। सँगै बसेर कति सालमा? तपाईँहरू कति साल? पानीहरूको सन्तानहरू 4 जना भेटे। भेट्नु भयो उता उहाँ टाढी गयो नि अस्ति 4 जना 3 जनालाई एकै दिन भेट्यो हिजो होला सेती आन्टीलाई हिजो भेटेको गर्दा को? सेती आन्टी ए यता यहाँ पनि जानु थियो? दलदले पहिलाई त असली मैले चाहिँ उहाँ त चिने जस्तो लाग्यो। तपाईँ यहाँ आएर जन्मिनु भएको? होइन, उही बर्मा 9 वर्षको आएको नि म। तपाईँ धनपतिको घरदेखि बाटादेखि तलतिरपट्टि गएर माथितिरपट्टिको त्यो चौतारो थियो नि त्यहाँ 3टा स्वामीको पिपलको हाम्रो चाहिँ छेउकै हो। त्यही त बाटादेखि यतापट्टि सिधा यतापट्टि हाम्रो मावली घर भयो त्यहाँदेखि तलतिरपट्टि थियो तपाईँको घर त्यहाँदेखि धनपति मेरै भयो है। पूर्वतिर 3टा पिपलका गाछहरू थियो नि त चौतारो उहाँले त हो चौताराको यतापट्टि पानी पिउनु हुन्छ कि बाबु गुरु के गुरुङ। बाउलाई त के अरे नामै भुल नमस्कार है। ए भाइ नमस्ते यहाँ चाहिँ सबै तपाईँकै परिवार। सबै परिवार। टोटल हामी सबै एकै ठाउँ सबै थुप्रै। अलिअलि याद आउँछ कि ए रात ठिक छ त्यसो भए नजान्ला पनि यता यता म बर्मादेखि हजुरआमा भेट्छु नजाने भयो नि अब बस्छु। अब बिहान आमा यहाँ नमस्कार भन्दै हुनुहुन्छ कान्छी बुहारी। ए कान्छी बुहारी। कान्छी बुहारी भाग्यमानी छन् सबै छोरा घरका सबै जम्मा हुने पनि कमसेकम 60 जना जति हुन्छ। जन्ती एउटा गाडीमा जन्ती पुरै हुन्छ। अरू बोलाउनै नपर्ने रहेछ अब कान्छा बाउका 2टा छोरा, माइला बाउका 2टा छोरा, कान्छा बाउका 3टी छोरी, माइला बाउका एउटै मात्रै बाबु 2टी हजुर। छोरी, 3टी छोरी, हजुर अनि हाम्रो आमाका 3टी अर्को छोरी, छ अनि तिनका नाति नातिना, छोरीका छोरछोरी, अनि ज्वाइँ सोही गर्दा त अझै 70 जना पुग्छ। ठुलै गाडी चाहिन्छ एउटा। बसे चाहिने बसले पनि नपुग्ला। आमा दाइहरूले चिने आमाका कुरा गर्नुहुन्छ। दाइहरूले त चिन्नु साललाई माललाई सबै सबैले चिन्नु। बसेको घरसर सबै थाहा छ काम भनेपछि आमालाई पनि याद आइहाल्छ नि, किन हुँदैन? उहाँ नै हो भन्ने कुरो चाहिँ थाहा भएन म खान्ति हजुरबाहरूको घरदेखि यतापट्टि छ घर एउटा बाउलाई उनको उनी गर्छ। अनि पारिपट्टि जाँदा यतापट्टि चौतारो छ होइन 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 हामीले खाइवरी हिँडेको सन्दीप कहाँ त झन् सन्दीपलाई झन् पञ्चायत मैले अघि नै आएन भनेको केटाहरूलाई। सोतोसी म थिएन। होइन उहाँहरूलाई लिने गर्थेँ कि बाटो। चिया नास्ता त खानुहुन्छ होइन हामी फेरि अर्को ठाउँमा पनि जानुपर्ने छ खै उयो हामी आएको हप्ता दिन भइसक्यो। हामी अहिले तिमीहरूकै जेठाजुको घरमा छौँ। ए अहिले त यहाँ दिदीको घर भन्नु न। अनि हजुर भन्नु त। अब हामी त हिँड्न आँटेको र यहाँ छिटो छिटो गरेर अब यहाँबाट पनि हिँडिहाल्ने।
पाल्नु पर्ला नि अब यहाँको सधैँभरि छोरीले पाल्दिने पाल्नु त म एक्लैले त आग्नु भन्छ नि गरम देख्दै डर लाग्यो अर्जेलनी हुन् चस्मा लगाएको हाम्रो कान्छेमा हुन् त्यही पुरानो बाट्ने यिनी अर्जेलनी हो नि यिनी यिनी चाहिँ अर्जेलनी कान्छी कान्छी ल ल नमस्कार नमस्कार मनमा यो आँखाले त पहिलाको अनुहार देखिन्छ अस्ति त्यस्तै भएर चौरी परेछ बुढो भएछ अरे सोमनाथ अङ्कललाई भर्खरको थियो त हौ भन्छ कम्ता हाँस उठेन अन्त हेर्न पनि दिदी बहिनी दाजुभाइलाई बिहा गरेको मलाई अब माइती गएर आउँदाखेरि हाम्रो घरकै बाटो पर्थ्यो क्या फेरि अर्को ठाउँमा जानु भ्याउँदैन आमा फेरि अर्को ठाउँमा जानु भ्याउँदैन दिदीले 2 बजे आइपुग्नु भन्नुभएको छ फेरि उसको अफिस जानुपर्छ बस छ नि जे भए पनि सबै छोराहरूलाई भेट सबैजना भेट भयो नि त यता तपाईँ चाहिँ बुहारी होइन ल होस् त नि अब तपाईँहरूलाई अब उयो भएको भए सेतीले भने कि अब सोमनाथले नि भनेको थियो अनि भेट्न मन लागिरहेको थियो जे होस् भेट भयो तपाईँसँग भेटमा लेखेको अहिले चाहिँ हिँड्नु सबै सातवटा छन् सातवटा फेरि राजवंशी भन्नुहुन्छ है फेरि आमाले वरिपरि पाडे वंशी राजवंशी होइन पाँडे वंशी हुँगेली पाँडे वंशी हुँगेली निवास कति भन्दा अब सजिलो हो पेट्रोल पम्प त ठ्याक्कै अगाडि त्यो पार्टी प्लेस छ अब त एकदम सजिलो छ हो यो ट्याङ्की छ एउटा यता खानेपानीको ट्याङ्की हेरेर बाटा जहाँबाट पनि देखिन्छ त्यहाँबाट हेर्नु ठुलो खानेपानी ट्याङ्की छ त्यो पनि हान्नु यहाँबाट हान्नु त निक्लिन्छ होला सक्यो देखिएन अब एकदम सजिलो छ ऊ बाटा निक्लेर थाहा भइसक्यो अब ल अब हामी जान्छौँ है हस् हुन्छ भेटेर खुसी लाग्यो ल ल हुन्छ ए नरि हादु छ्या के बोकेर आउँछ